काभ्रेपलाञ्चोक जिल्लाको मध्य भागमा अवस्थित पाँचखाल प्राकृतिक सौन्दर्य र उब्जाउ भूभागका कारण विशेष पहिचान बनाएको क्षेत्र हो। चारैतिर फैलिएको समथर फाँटमा आलु, गोलभेडा, काउली र बन्दा जस्ता प्रमुख तरकारी बालीहरू उत्पादन हुन्छन्, जसले पाँचखाललाई काभ्रेको महत्त्वपूर्ण कृषि केन्द्रका रूपमा स्थापित गरेको छ। पाँचखालसँग जोडिएको अनेकौट क्षेत्र प्राकृतिक दृश्य, हरियाली वातावरण र खुला भूदृश्यका कारण पर्यटनको ठूलो सम्भावना बोकेको स्थान हो। यसै क्षेत्र नजिक अवस्थित पलाञ्चोक भगवती मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ, जहाँ वर्षभरि श्रद्धालुहरूको आवागमन हुने गर्दछ। अरनीको राजमार्गमा अवस्थित तामाघाट र पाँचखाल बजार यस क्षेत्रको व्यापार, यातायात र सामाजिक जीवनको मुख्य आधार हुन्। तामाघाटदेखि श्रीराम पाटी हुँदै आबगारीसम्म नियमित रूपमा सञ्चालन हुने अटो सेवाले स्थानीय जनताको दैनिकीलाई अझ सहज बनाएको छ। सामान्य जीवनशैली भए पनि कृषि, पर्यटन र व्यापारका दृष्टिले असीम सम्भावना बोकेको यो क्षेत्र पाँचखाल विकासको दिशामा अघि बढ्दै गएको सुन्दर भूभाग हो।